छाछुरी त देखिँदैन यो बहिनी मेरै त हो नि मेरै हुने चाहिँ अब पछि थाहा हुने हो कि होइन। ल यसै गरी मेरो यी छाछुरी परिचय र मेरा यी माउको सबैको चिनारी गराउन चाहन्छु यहाँहरूलाई है सबैजनालाई। यसको व्यङ्ग्य एकदम सकारात्मक जाओस् विशेष अपेक्षा गरेको छु मैले। ल यही हुन् छाछुरी मेरा, यही हो मेरी बर्थडे। यही हुन् छाछुरी मेरा, यही हो मेरी बर्थडे। केही कुरा सिकाइलु भने मुई घोडा चड्डी। छाछुरी यही थिए छन् मेरा, ठाडा बाल पालेका, आँखाका पढेला समेत मेहन्दी हालेका। कह मान्यो विचार आफै गर है। मैले टोट्याए पनि नै लबाखिया पनि नै। दाहिना काना टप लगाएका, बाउँ काना मुन्दा हुन्, बाँचे जुडे लाग्दछ त भ्यागन्य मुन्दा हुन्। यही हो मेरो जेठो छोट्या 10 क्लास पढेको, कोही बनाउला दाजुभाइ हो भाँगो खाइ हड्याएको यही अगाडि। थलिया चाँगरो जैथो दुधभन्दा गोरो, अब त भर लाग्ने हुँदै आइगयो मेरो छोरो। ठुला पुना नाना पुना काला गोरा पुना सबै गाउँले डम बन्दाछन् मेरा छोराखना। पैकेले जुन्नियो मेरो दिन फिर्किँदै आयो, लिम्ने मास्टरको नै ढ्यापे ढ्यापे लायो। सधैँ जुन्मिदा बहन लाटा घर बाठा, पढ्नै पर्ने क्या छ छोरा छोरै खालाई पाठा। झैझगडा पढि जान्छ न्या अन्य झाँचिल्लो, मास्टर पनि भ्याइ पक्या छ बुगाडा भाँचिल्नु। मामत त निकी नै तेरी धतुरो खाया चाहिँ, गालुई थै बाँका गोडलले मुखबे लाया चाहिँ। चढे मुसो कोही रुने नै यही खा गाल लाग्या थियो, बाबु छोरा देशो बाइजु हिउँदा साल लाग्या थियो। मेरा गाउँले यही त कोही कसैको नाउ मेरा हाल्दा छाउँले ढुगेर टकटुकाइकुन राखिया भाडा जो, गडुलोले मसुतासी छाडिया हाडा जो। भडभया गाई पाछा लाग्ने तोल्बो कि बोक्टो, गाला त नौडोका मातो गाला हो नै चोक्टो। जेन तेरो भाँगो चोइकुन बाटो खुडे आजो, ओखर जाने टाँगामाथि गावन झुडे आजो। छाचुरी उदाउन गर्ने तुइसरो त छै त, आलो बेर्नु घामा हुकाइ चेत गर्नलाई चै त। बाबु छोरा रक्सी खाँदा घुडा जोडिकुन, घुम्चा हाली हार्नै पर्यो थोलो तोडिकुन। स्कुलका पढाइले म त सुतिँदैनुन् बच्चा, हेर्दै राख्नु घरमुनिले ब्याड राखेका मच्चा। मध्य दिन पाइगया मेरा आला आँसु पुइथै, जैथो बाबु छोरो पुनि क्या जन्मियो हुइथै। घर पुइसो पालेकै छु, क्यालाई खाइ दही किनी रगडिँदै। घर पुइसो पालेकै हुँ, क्यालाई खाइ दही किनी रगडिँदै हाटसै गरे अरू भइकिनी। मुई गड्डु तेरो छाती बर्खा भडबो, मगमग बासाउँदछ क्या अरू हडबो। एकै दिनको छाकार्ने अन चोरी खाया आरु, गन्नेले आफ्नै जैको जोबन गर्नु फारू। कति कति गर्नु सेवा चाकरी, खाने अड्डा, छाछुरी सुधारला भने तुसुती बड्डा। विचार गरौ, न्या अन्य छुट्याइदेऊ, अब फिरात भयो गाउँ ल्याऊ, दाइनो भए दाइनो लगाइदेऊ, बाउ भए पे बाउ ल्याऊ। भाने चाक्टो बोक्ने चाक्टो मैलै बोक्या कार हो, मेरो त जात बिजात गरी तुपुनिएर हार हो। ओठबो लालीलाई आट्टी नपाउनु पाया जो, छुइखुल्ला हुँडाडो पुडो इनामेल लाया जो। घुम्चो आली क्याने उडिदी पुत्तु घुड्याया चाहिँ, फाटा इना कत्तालामै गाबन जुड्याया चाहिँ। लाली पनि नाला हाले बिसैन बाह्रको, पोइ बन्नु लाज लाग्दा बिग्रिए तारको।
डाँडा बने फाटा मैका दाँता झरे जैथा ओठ उठै सिनालाई खेत हिल सराडे जैथा ओहो आमा ओइ क्या गरे तुइले यो प्यान्टा होइन उदायो प्यान्टा न चोला कोही कोही हेरेर पो अलि मौलिकता संस्कारको पनि ख्याल गरौँ भन्ने हो मेरो कुरो आफ्नो मौलिकता र संस्कारको पनि थोरै ख्याल गरौँ भन्ने कुरो है यो अरू केही होइन ल हुन अब म गीतबाटै जवाब दिँदो है सब कुराको ओदै यो क्या देखे मैले होइन हो कि हरमा यही थिए आइमाई फेला पडी फुटिस मेरो घरमा सुसाइलो गाड आँटे जैथो तित्तिरे खोलाको कहाँबाट भेटाभेट गराई प्यान्टा न चोलाको ल विचार गर है सबैजना प्यान्टा में चोलो लागेको देखिएछि हो कोही खोलाई बरीके पेन्टा क्या बनन्न गाउँले कि त बन यही ठाउँमा किने कि दिनेको नाउँले मौलिकता पाइँदैन किन्न पैसा तिरिकन बाङ्गेबाट हाड्न पछि संस्कार तिरिकन नौलो घर छडाइ त पनि हेराइ कोराइ झ्याल राख फाटो लाया जात जानिन संस्कारको ख्याल गर औल्यालो तिलकाने बाग्रो आज जाँदो उभै सुत्दिनु पर्ने हो भने सुधारी जाउँ दुबै सुटो मलाई एउटा मोबाइल किनिदिनु पर्यो क्या भने मोबाइल खै त त्यो ठुलो किताब जो ठुलो मोबाइल काफी जो त्यो झ्याला पल्ला जो ठुलो म ताथे त्यही हो अब यहाँ मोबाइल चाहिए भाई बोल्दो हाँ तो जू नहीं हो गाय को हाँ तो घाड़ो अचेलै क्या चाहिए मोबाइल तेरी माँ को ठाड़ो विचार कर आई सबैजना विचार गर कापी किन कलम किन भने त ध्वनि हो नु तर नुबल्ने फुल त सुलाउँदो ध्वनि हो छुइखुल्लाका भन्नकन मिस्त्री पालपाली मोबाइल चलाई मान्दो बह पिर्रेजा पालपाली रुमले हेर त एका कविता से रात तो 9 बजे हिँड्दा निखारो पाड्या जो रात पनि रामभाला बोको धजालाई छाड्या जो विचार सबैले गर्नुपर्ने है खानपिनका लागि गरेकै छु बोक्चे पोसेया जो पेन्टलाई त आला चुम्ला खाला खुसेया जो हेर पेन्टा कही त पेन्टा थियो हेर एकचोट अब यसपछि चेतनामूलक गीत रहेका छन् 2-3टा म विलम्ब नगरी म यसलाई अगाडि बढाउन चाहन्छु प्रतिमा हे सुधारी जाऊ तैलै घर परिवारमा दुआ हे सुधारी जाऊ तैलै घर परिवारमा दुआ हे फर्किँदैन कहिल्यै मुछ डिबगेको पानी हे फर्किँदैन कहिल्यै मुछ डिबगेको पानी हे शिक्षिता हुनमा शिक्षेको जन्मने दुआ हे जान आफ्नो काम घर हो पहिलो पाठशाला हे जान आफ्नो काम घर हो पहिलो पाठशाला हे राखी राखु रैत
शिक्षा दिउ बाल बच्चा कना हे भोकपाडा चैत आला बेला गामा क्या हे भोकपाडा चैत आला बेला गामा क्या। धन्यवाद।